त्यसलाई अगाडि बढाउने नेता चाहियो भने चाहिँ महरूको जम्मा भएर माटो नै। अहिलेसम्मको चुनावी माहौल हेर्दा अहिले त्यो पार्टीको अवस्था कस्तो छ त, कस्तो भइरहेको छ त्यो पार्टीको अवस्था हेर्ने गरेको छ? अवस्था त अब ठिकै छ भनौँ, राम्रै छ। त्यो पार्टीको अवस्था त्यसै भनेदेखि अब कार्यकर्ताहरू पनि अब अरू पनि ठिकै छ। अब काम गर्ने नेता नै खोज्यो भनेदेखि चाहिँ माटोलाई रोज्दा हुन्छ। म त त्यही भन्छु, एज अ म स्टुडेन्ट हो। त्यही भने मेरो घरका चाहिँ फेरि मेरो परिवार चाहिँ सबै घन्टे हो। घर परिवारको एउटा सन्तान भएको नाता, तर छोरा भएर म एक्लै छोरा माटो एक्लै हो घरको। मेरो परिवार, मेरो आमा बुवा सबै घन्टे हुन्, म मात्र माटो हो। त्यो घन्टीको चाहिँ पुरै देशभरि क्रेज छ है। यसले चाहिँ लागिरहेको छ काहीँ अहिले देशको राजनीतिक अवस्थामा चाहिँ धेरै मान्छेले चाहिँ घन्टीलाई समर्थन गर्ने अवस्था छ है। मलाई लागिरहेको छ यो आउने चुनाव छ नि 21 गते हो, त्यो पछि पनि घन्टी नै पार्टी नै पहिलो बन्छ देशमा। म यसमा चाहिँ ठोकेरै भन्छु, सिधै पहिलो बन्छ मजाले। ए बहुमत भने कि पहिलो चाहिँ भने पहिलो भनेको छु, तर बहुमत पनि आउन सक्छ, तर त्यो सेयर त छैन। तर पहिलो पार्टी चाहिँ मजाले बन्छ है। पहिलो पार्टी मजाले होइन। घन्टीको माहौल हेर्दा चाहिँ बहुमत त आउँदैन होला जस्तो लाग्छ मलाई चाहिँ है। तर पहिलो या दोस्रो पार्टी चाहिँ हुनसक्छ पक्कै पनि। पहिलो या दोस्रो पार्टी चाहिँ हुन्छ नै होला सायद। सपोर्ट सबैले गरौँ, जित्यो भने त राम्रै हुन्छ, देश विकास हुन्छ जस्तो लाग्छ। अब माटोको चुनावी माहौल भन्नुपर्दा नि अब अलिकति कन्डिसन त गाह्रै छ। माटोले जित्छ भन्ने पनि होइन। त्यही पनि अब माटोले जित्ला या जित्दैन मलाई फिक्स त भन्न सकिँदैन। अब त्यही पनि माटोलाई सपोर्ट दिइरहेछ।